अब परमेश्वरले साँच्चै नै तपाईँको कृपा हामीमाथि बर्साउनु भयो। प्रभु हामी तपाईँको नामलाई धन्यवाद चाहन्छौँ। प्रभु अब परमेश्वर साँच्चै नै मेरो ढाल, मेरो चट्टान अनि मेरो किल्ला भइकन खडा हुनुभयो। म आफ्नै बाटोमा हिँडिरहँदा पनि प्रभु तपाईँ परमेश्वरले मेरो खुसी मात्रै चाहनु भयो। आफू रुनु भयो, आफू दुख्नु भयो, तर प्रभु हामीलाई सधैँभरि तपाईँको त्यो कृपा वर्षाउनु भएको निम्ति धन्यवाद। प्रिय आज समय छँदा नै परमेश्वरको महिमा गरौँ, परमेश्वरको आराधना गरौँ, किनभने हामीलाई थाहा छ कि समय फेरि फर्किआउँदैन। हामीले विगतमा जे जस्तो गरौँ प्रभु जान्नु हुँदछ अनि हाम्रो भविष्यको कुरा पनि प्रभु राम्ररी जान्नु हुँदछ। यसकारण प्रिय प्रभुको नजरमा चाहिँ असल काम गर्ने जनहरू चाहिँ हामी बन्नुपर्छ। हो प्रभु धन्यवाद छ। You